एउटा मुर्गा कस्टमर आएको भन्दै भाइ यो भन्नु त यसको प्राइस कति हो? यो चाहिँ 5000 को हो कि बहिनी यो चाहिँ हजुर यो 4000 सम्म आउँछ यो 4000 चाहिँ हैन दाइ 1500 दिन्छु 1500 मा त हुँदैन नि यो त हाम्रो अन्तिम प्राइस तपाईलाई म 1500 हैन 1500 मा त हुँदैन यस्तो राम्रो कुर्ता चाहिँ हेर त यो बुटिक भरेको यस्तो राम्रो कपडा हेर यसको सल हेर त यसको कस्तो छ बनारसी सल हेरिसके कि दाइ मलाई थाहा छ यो कस्तो हो भनेर 1500 मा दिनुहुन्छ भने दिनु न म अर्कै दोकानमा हेर्छु 1500 मा त आउँदैन बहिनी यो 1500 मा त आउँदैन हाम्रै आउँदैन 1500 मा हेर त यस्तो दामी क्वालिटीको छ यो क्वालिटी नै ब्रान्डेड कुर्ता हो नि त यो हो कि दाइ तेरो म भन्छु त 1500 मा दिनु 1500 मा त आउँदैन बहिनी आउँदैन छिक्कै आउँदैन 1500 कहीँ त्यसै आउँदैन म अर्को दोकानमा जाऊ होइन अर्को दोकानमा कहीँ पनि आउँदैन कि कहीँ गए पनि आउँदैन कि त्यही त म अर्को दोकानमा जाउँ त 1500 मा दिनु भने घाटै लाग्छ क्या हामीलाई 1500 मा त आउँछ भने दिनु न बा म अर्को दोकानमा गइहाल्छु A few moments later. ब्रान्डेड कुर्ता हो अब बिहानैको बोनीमा पनि छ अब नदिकन पनि फर्काउनु भएन बिहानैको कस्टमरलाई ल तिम्रो पनि भएन मेरो पनि भएन ल लास्ट 2500 देऊ ल 2500 मात्रै म दिदिन 2500 लु 2000 2000 मा दिनुहुन्छ भने लु 2000 त मेरो साउनै परेछ नि त 2000 मा दिनुहुन्छ भने चाहिँ दिनु न म अर्को दोकानमा जान्छु ल बिहानैको कस्टमर फर्काउनु भएन लु लैजाऊ न त ल लु प्याकिङ गरिदिनु झोला लिएर आऊ त त्यो ल ल बिहान बिहान झन्डै घाटा लागेन तपाईँलाई घाटा त के लाग्थ्यो र अब त्यस्तै साउको हो साउ व्यापारीहरूको भयो, सबै अब। भनेको नै तपाईँलाई यसबाट 500 आइसक्यो नाफा 500 त आएको छैन यो साउको साउ नै दिएको मैले 1500 मा बिहानै चाहिँ झन् ठिक्क हुन्थ्यो अब 2000 मा 2 inches later. आज त 5000 को सामान पनि दिइहाल्छ नि लिइहाल्छ